निकै नै तनावको सुरक्षाकर्मी र कार्यकर्ता बीच यो भनाभन हुँदै धक्कामुक्की भएर यो सुरक्षा संयन्त्र र कार्यकर्ता बीच यो मुठभेडको अवस्था सिर्जना लाठीचार्ज पनि सुरु भइसकेको छ। दर्शक पनि यहाँ देख्न सक्नुहुन्छ, यहाँ यो लाठीचार्ज सुरु गरिसकेको छ। यति बेला यो बिजुली बजारको अवस्था हो र यहाँ निकै नै लाठीचार्ज सुरु भइसकेको छ। यहाँ ढुङ्गा हाना भइसकेको छ। सुरक्षा निकाय र नेकपा एमालेका कार्यकर्ता बीच लाठीचार्ज र ढुङ्गा हानाहान भएर निकै नै तनावको अवस्था सिर्जना भइसकेको छ। दर्शकबिन